कारणले चाहिँ यो अहिलेसम्मको खुलेर त्यो बाहिर हाम्रो डिस्प्ले राख्दिन्छ। पुरानोमा पनि यो कुसाङ लामा चाहिँ राजशेखर सुनचोरी पैठारी बस्तीमा पक्राउ परेको अभियुक्त हो र उनले चाहिँ 5 वर्ष त्यतिखेर पनि 5 वर्ष कैद भुक्तान गरेर दिएको। यो हाम्रै फेरि महाशाखाले पक्राउ गरेर र यो चाहिँ अहिले अब हामी यो जफत गरेको सामानहरू घण्टापट्टा राख्नु पर्यो। अब विदेशी कारोबार गरेको होला यिनलाई विदेशी विनिमय नियमावली 2019 को मुक्तमा अहिलेसम्म कारबाही तथा थप अनुसन्धानको लागि राजकोट विभाग हरिहर भवनले पठाउनु। धन्यवाद। केही क्वेसन छ भने अहिलेसम्मको चाहिँ हामीलाई के हो, अब यसको इन्भेस्टिगेसन हुनु बाँकी छ। पहिला पनि घरियाकै रूपमा चाहिँ भएर त्यो 7 दिन पकडेको बेलामा ऊ जेल सजाय भएको थियो र अहिले पनि उसको प्रिलिमिनरी स्टेटमेन्टमा चाहिँ म चाहिँ
भरिएको रूपमा प्रेजेन्स गरिरहेको छ आफूलाई। तर अब पुरानो पनि कहानी र यो पनि कहानी जोडेर हामीले इन्भेस्टिगेसन अगाडि बढाइरहेको छौँ। यो अहिले प्रिलिमिनरी आइसकेको छैन कसको भन्ने कुरो। त्यो त फाइलले हेर्नुपर्छ, अहिले छैन। जस्तो कुन प्रयोजनको लागि चाहिँ रकम लिएर गएको रहेछ, पहिला पनि सुन काण्डमा परिसकेको मान्छे ऊ चाहिँ सुन किन्नकै लागि गएको थियो भन्ने आशंका गर्न सकिन्छ कि? सकिन्छ। यो पैसा लिएर गइसकेपछि उताबाट केही आउन सक्ने प्रबल सम्भावना चाहिँ त्यही हो। तर अब यसै अब उनको म्याथअप गरेर बयान सयान दिइसकेपछि ती कुराहरू खुल्छन् होला। यो उसले स्रोत खुलाइसकेको छैन अहिले। हिजो त पक्रेर लिएर आएको हामीले, अहिले खुलाको अवस्था छैन। छैन। 5 वर्ष 78 सालमा निक्लेको। पहिलाको सुनको, अब यो डलरको। अहिले यो ट्रक पनि उनको आफ्नै हो, सायद आमाको नाममा ट्रक छ। अनि सूचना कसरी आयो भन्ने कुरा त हामीले बोलौँ। त्यो त भन्न मिलेन, त्यो त अब आफ्नो कन्फिडेन्सियल हुन्छ। हामीलाई जोडिनु खोज्छु नि विशेष सुराकीको आधारमा गरेको अपरेसन हो। मान्छेले जस्तो कि यही रकम हो जुन मान्छे ल्याउन माथि माथि एकछिन उठेला अब होइन त्यो हड्कपी भेट्यो होइन त्यो पछाडि म उठेँ भाइ अलि यता ल्याउ त मोबाइल तल गर्न